वेलकम टु माई अनदर भिडियो गाइज। आज चाहिँ हामी सबैजना साथीहरू मिलेर बौद्धतिर घुम्न जाँदैछौँ। जिन्दगीमा कहिले अगाडि सिट पर्न नजानेको म आज पनि लास्ट सिटमै परियो। लास्ट सिटमा परे पनि झ्यालको सिटमा परेको भएर चाहिँ मलाई एकदम रमाइलो लागिरहेको थियो। भ्यूहरू एकदम राम्रो देखिराखेको थियो। मान्छे ओह्राल्ने र चढाउने त कता जाम परेर चाहिँ हामी बौद्ध पुग्न चाहिँ थोरै समय लाग्यो र बसबाट झर्ने बित्तिकै चाहिँ हामी स्तूपातर्फ लाग्यौँ। अहिले चाहिँ स्तूपा माथि चढ्न मिल्दो रहेछ होइन, त्यही भएर चाहिँ हामी स्तूपा माथि चढेर यहाँबाट देखिने भ्यूको मजा लियौँ र हामी यो स्तूपाको एक चक्कर लगाएर हामी फर्किने निर्णय गऱ्यौँ। फर्किँदाखेरि चाहिँ हामीले जुत्ता चाहिँ हराउन सक्छ भनेर सबैको एकै ठाउँमा यसरी बाँधेर राखेको थिएँ, नहराएको रहेछ, त्यही खुसी लाग्यो। यति गरेर चाहिँ हामी बाहिर निस्क्यौँ र हामीलाई चाहिँ एकदम भोक लागेको फिल भयो होइन। त्यसपछि हामी चाहिँ यो बौद्धकै साइडमा भएको थकाली खानामा गएर हामीले ड्रिङ्क्सहरू स्न्याक्सहरू लियौँ। खाजा चाहिँ हाम्रो साथीहरू सबैजनालाई मिठै लाग्यो, मलाई नै मिठै लाग्यो र हामी खाना खाएर एकछिन रेस्ट गरेर हामी बाहिर निस्क्यौँ। बाहिर निस्किँदाखेरि चाहिँ हल्का अँध्यारो भइसकेको थियो। यहाँबाट निस्किएपछि हामी फेरि बौद्धतर्फै लागे। बेलुकामा यो स्तूपालाई परिक्रमा गर्ने मानिसहरूको भिड र यहाँको लाइटनिङ स्टाइलले चाहिँ मलाई बौद्ध चाहिँ दिनमा भन्दा बेलुका नै एकदम सुन्दर लाग्यो। बेलुका हामी बौद्ध छिर्नुको उद्देश्य चाहिँ हाम्रो यो लाइट बाल्न थियो र हामी सबैजनाले पालो लाइट बाल्यौँ र हामी बाहिर निस्क्यौँ। राति परिसकेको हुँदा हामीले चाहिँ इनड्राइभ बुक गऱ्यौँ र हामी इनड्राइभसम्म चाहिँ हिँडेर जानुपर्ने भयो केही कारणले। र इनड्राइभ पाइसकेपछि चाहिँ हामी सिधै रुमतर्फ फर्किए। होस् जाँदा भन्दा चाहिँ इनड्राइभ भएर आउँदाखेरि चाहिँ हामी अलिक छिटै आइपुग्यौँ र म र मेरो सबै प्यारा साथीहरू थकित भई रुममा पुग्यौँ। रुमको हालतलाई चाहिँ इग्नोर गर्नु होला। भिडियो मन परेमा लाइक गरिदिनु होला। फेरि अर्को यस्तै कन्टेन्टमा भेटौँला। बाई बाई।